माछा भेट्यो माछा समुद्रको छालले फालेको माछा यसरी खोज्दै हिँड्दै यहाँ चाहिँ पुरै जाला हान्दै माछा मार्दै गरेर आएको रहेछन् है केटाहरूले यस्तो छ हाम्रो माछा मार्दै खाँदै पैसा पनि छैन काम पनि छैन कति माछा मार्नु भयो माछा पानी तयारी गर्दै हाम्रो नेपाल दाइहरू जुगाड यस्तो छ खतरा बोतलमा कपडा बाँधेर कति माछा हेर टन्नै लागेछ त त्यस्तो हुँदैन क्या काम गर्दैन घरमा बस्दै खाँदै हिँड्दै गरेको गएर पाल्नु पर्छ नि ल है त्यस्तो हुँदैन क्या त्यस्तो हुँदैन देखिन चाहिन्छ क्या देखिने त्यस्तो अस्ति बनाइदियो हाल्ने खै पार्टी होइन हालेन त्यो तिम्रो चाहिँ कसरी छ नि भाडा गरिहाल्छ के थाप्नु बढी पनि हुन्छ दुईजनालाई खा त यहाँ हेर केलाउनु झ्याउ हुन्छ मलाई त्यो केलाउनु झ्याउएर खान्छ कतिले नसकेर सुकाएर राख्नु सिधा बनाएर पुरै पनि हो टक्क निकाल्नु नि सिधा बनाएर राख्नु पैसातिर आफू बेसी लाग्यो होइन आटा लिएर आउनु ल सेतो कपडा माछा चाहिँ यहाँ टन्नै परे जस्तो छ माछा मार्ने मान्छे मान्छेले तिमी कथा छौ हुन्छ त हेर त्यसो मन
यस्तो पर्छ नि नेपालीको बुद्धि जे पनि छ है गरेर खानलाई यस्तो त गाउँघर खोलामा यस्तै गरे त मार्छ हुन्छ दुई पटक डासेको माछा आधी आधी बाटो लिएर जान्छ हामी चाहिँ अब माछा मारेर डलाएर तिर जान लाग्यो जस्तै 10 केजी जति माछा चाहिँ मारियो आज हाम्रो ग्रुप